हेलो गुड मर्निङ ब्युटिफुल पिपल जय मसी सजिलो सबैजनालाई। अहिले चाहिँ भने म ड्युटी गइरहेको छु हो। आज एकदम राम्रो, कस्तो दामी भइरहेको छ नि वेदर, कस्तो दामी भइरहेको छ माथि ब्याकग्राउन्ड। वाउ, कस्तो यो भुसुनाले टोकेर नि लाटा भुसुना हुन्छ यस्तो भइरहेको छ कि। मेरो हातमा दुध छ हो, हामी ठिका खान्छौँ स्कुलमा नै हामी चिया बनाएर हामी खान्छौँ। वाउ, ब्याकग्राउन्ड हेर्नु यस्तो मजाको दिइरहेको छ आज ब्याकग्राउन्ड। वाउ, यो चाहिँ हो मेरो ड्युटी गर्ने जग्गा, स्कुल टाढा छ स्कुल। मेरो ड्युटी गर्ने जग्गा यस्तो छ। यो जग्गा आइपुग्दा नि मलाई यस्तो बेसी आनन्द खुसी हुन्छ कि मेरो मन हो। यस्तो हरियाली छ यहाँनिर हो, के भन्नु, यो हरियाली त्यही गर्दाखेरि मनै यस्तो खुसी भइदिन्छ। थ्याङ्क यू साइमा आउँदाखेरि यो फल्सहरू। साँपको बच्चा, ए साँप। यहाँ तल चाहिँ यहाँ फिचरी छ हो, यहाँनिर ट्राउट विशाल छ। यस सर चाहिँ यहाँ छ हिरो, देख्दैछ नि, देख्दैन देख्दैछ अलिअलि। यहाँनिर ट्राउट हेर्नुहोस् त कत्रो कत्रो भइसकेको छ। हन्टिङ गर्नु लाग्छ यो, हन्टिङ 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 दिन हन्टिङ हुन्छ ल। यो फिस ठुलो भइसकेको छ। सरजी आउनु हुने, यहाँनिर बस्नुहुन्छ विशाल सर चाहिँ हो। यस्तो दामी भ्यू आएको छ, भ्यू के छ भाइ? उता फर्किँदा उता फर्किँदा के हो, कसको फ्यान हो त? रोनाल्डोको फ्यान हो, मेसीको जर्सी पाएर लगाइदिएको। रोनाल्डोको फ्यान हो। तँ कहिले जान्छ चाहिँ यो हप्ता? रोनाल्डोको फ्यान हो, मेसीको जर्सी लगाइदिएको। मेसीको जर्सी ल्याइदिएको। नो कम्प्रोमाइज दुइटामै। घोटाला भयो त तेरो, घोटाला भयो त। कहाँ गयो ल त भाइ, म चाहिँ ड्युटी आइपुगेँ। गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ। हजुर को कान्छ? कसलाई? मलाई पठाइ नै, दामी छ त्यो फुल त। अन्त एउटा हन्टिङ गर्ला छ त। मर्निङ। आएर के भयो, बिमार छौ? हेलो रिङछेन, गुड मर्निङ। गुड मर्निङ, ठिकै छौ? हजुर आएर माथि म चाहिँ भनिहालेँ स्कुल आइपुगेछ। केटाकेटीहरू सकिदिनु इक्जाम? कस्तो गरी इक्जाम? गुड मर्निङ, गुड मर्निङ। एलेन्सो तिमी बिमार भएको छ अरे हो? खोकी लाग्छ, घाममा नआउँछ ल। यो हाम्रो अफिस जानेछु। गुड मर्निङ। कतिलाई आयो? एसएमजी भयो नको बेल। के छ होजु? ठिकै छ। सबैजना बिजी हो आमा यहाँनिर हो, यस्तो बिजी बिजी। फेरि यहाँ फोन हेर्नु भ्याइरहेछ, सबै बिजी यता फोन हेर्नु भ्याइरहेछ हो। आफू चाहिँ सबै बिजी यता फोन हो। फेरि म चाहिँ फेरि हल्का बिजी चिया खाँदै हो। चिया चाहिँ कसले बनाइदिएको होला? साह्रै मिठो चिया त हाम्रो एलिसरले।
यस्तो बिजी हेर्नु न के साह्रो बिजी आम यस्तो चाहिँ हप्तो भइसक्यो हामी चाहिँ सबै बिजी 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 के छ अहिले नि आमा के पाक्दैछ आज आज दामी छ के हुँदैछ यहाँ गरम भएर मरि सली तिमी जाऊ ल लाप्सेक त के बनाएको त्यो ढेँडो ढेँडो बनाएको के हो आज किन मिस तिमीले झन् सकिन आज भारतीय भाषाको लागि हामीले यहाँ चाहिँ गुरुङ सरको चाहिँ फुड बनाउँदैछ भयो अब म चलाउँछु डढ्यो भयो के हुन्छ यहाँनिर चाहिँ नानीहरूलाई कसरी के बनाउने ढेँडो ट्रेडिसनल फुड कसरी बनाउने गुरुङ ट्रेडिसन फुड बनिँदैछ तर हाम्रोमा चाहिँ मकैको पिठो नहुँदा चाहिँ आटाको पिठो बनाउँछ सब्जी के सिस्नो हो खास चाहिँ भने तर अहिले आज चाहिँ हाम्रो चाहिँ गुन्द्रुक छ ढेँडो खायो हुनेछ भनेपछि आज है यहाँ ढेँडो मिक्सहरू गर्नु भएको अन्त गुन्द्रुकसँग खायो हुनेछ हो कस्तो टेस्ट पर्छ मिठो भएछ अझै मासु भएको साह्रै दामी हुन्थ्यो नि खोर्सानी अहिले जो ढेँडो मिठो भयो सुक्खा सुक्खा त्यो नि खा त्यो ढेँडो खा रन्जिता सलिसको भयो है अब स्मृतिको होइन अहिले कसो निस्क्यो आमा सर स्मृति सलिस फोरो अब सोनाम छोटेनको मात्र रह्यो पब्लिस गर्यो एउटा छ यहाँनिर आमसुर हाल्नुभयो एकैचोटि लास्टमा हाल्नुभयो यहाँनिर काम यस्तो हुँदैछ है रिजल्ट प्रिन्ट गरेको ल्याब प्रिन्टर के भयो स्लो न स्लो आएर के भयो यो प्रिन्टर गयो प्रिन्टर फेस यो प्रिन्टर फेस गयो बिस्तारै हुँदैछ ढिलो आरामले कसले प्रिन्ट हुँदैछ उसलाई के को हतार छैन हामीले हतार छ प्रिन्टरको हतार छैन एकदम सस्ते त्यसै काम त यस्तो हुँदैछ यहाँनिर हाम्रो अहिले यस्तो निस्किएको छ रिजल्ट हो अहिले त भन्दै फाइनली काम पनि सक्यो 3 पनि बज्यो अब चाहिँ हामी घर गएको बाई यहाँ सरसँग सरको गाडी पर हजुर